माध्यमिक शिक्षा परीक्षा एससीई आजबाट सुरु। देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा एससीई औपचारिक रूपमा सुरु भएको छ। सेकेन्डरी एजुकेसन एक्जामिनेसन एससीई नेपाल अन्तर्गत यस वर्ष हजारौं विद्यार्थीहरू सहभागिता भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहानै निर्धारित समयमै शान्तिपूर्ण रूपमा सुरु हुने एससीई परीक्षा हुने बताएको छ। विद्यार्थीहरूलाई तोकेको परीक्षा केन्द्रमा उपस्थित भई उत्साहपूर्वक परीक्षा दिन राष्ट्रिय परीक्षा बोर्डले आह्वान गरेको छ। परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थापनमा कडा पारेको छ भने अनुगमन टोली समेत खटाएको छ। परीक्षा निष्पक्ष र शान्ति वातावरण सम्पन्न गराउने लक्ष्य राखेको बोर्डले जनाएको छ। यस वर्ष पनि देशभरका विभिन्न जिल्लाहरूका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ भने अभिभावक, शिक्षक तथा सरकारवालाहरूको निकायहरूले विद्यार्थीलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गरेका छन्। एससीई परीक्षा विद्यार्थीको शैक्षिक जीवनको महत्त्वपूर्ण मोड मानिन्छ, जसले उनीहरूको भविष्यको शैक्षिक तथा व्यावसायिक मार्ग निर्धारण गर्न सहयोग पुर्याउँछ। सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना।